हेलो गाइस वेलकम टु क्रिकेट ब्लग जेहेतु हामीसँग बसिरहेको छौँ जे हाम्रो बहिनी अतिथि जहाँ जहाँ साँझको प्रोग्राम लिएर आउनुभएको छ ऊ सुदूर आउनुभएको छ दार्जिलिङ पनि जानुभएको थियो नमस्कार तपाईँको नाम चाहिँ बताइदिनु होला हजुर क्रिकेट ब्लग्स हेर्नुभएका सम्पूर्ण दर्शकहरूलाई म सुरक्षा सेन्चुरीबाट नमस्कार र म चाहिँ दार्जिलिङ मिरिकबाट हो। हजुर अनि यता हाम्रो भाइ जापानदेखि आउनुभएको छ आफ्नो ब्लगको नाम भनिदिनु होला अनि तपाईँको नाम पनि नमस्कार सबैजनालाई मेरो नाम विकास शर्मा हो अरू मेरो च्यानलको नाम चाहिँ विकास जागुनमा छ अरू विकास शर्मा हो दुईवटा च्यानल छ एउटा हिन्दीमा छ हिन्दीमा चाहिँ डकुमेन्ट्रीहरू बनाउँछु अनि हाम्रो नेपाली च्यानलमा चाहिँ हाम्रो आफ्नो सन्तानको आफ्नो डकुमेन्ट्री भयो कल्चर भयो आज हामीले आफ्नो कल्चर भुलिसकेका छौँ र त्यसमा हाम्रो आउने बहिनीहरूलाई आउने जेनेरेसनहरूलाई यो के भन्छ वेस्टर्न कल्चरले खाइसकेको छ पुरै त्यो चिजलाई हामीले एभोइड गर्नुपर्छ र हाम्रो पुर्खादेखि आएको जो हामीहरूको फोर्ट फादर हामीहरूको जो एन्सेस्टरहरूले जो हामीहरूको डकुमेन्ट्रीलाई लिएर उहाँहरूले जुन लाइफलाई जिउनुभएको थियो त्यसलाई हामीले अहिले जिउनुपर्छ र हाम्रो आफ्नो भाषामा त्यसमा मैले खालि आफ्नो डकुमेन्ट्री हाम्रो आफ्नो सन्तानको कल्चरहरू देखाउँछु र टु बी कन्टिन्यू गर्नुहोस् दाजुको चाहिँ अब हजुरले भिडियो बनाउनु हुँदैछ उहाँलाई पनि स्वागत छ अनि उहाँलाई सपोर्ट गर्नुलाई के ब्लग्स र आज हाम्रो माझमा हुनुहुन्छ सुरक्षा सेन्चुरी उहाँ दार्जिलिङबाट आउनुभयो आज रातिको जो पर्फर्मेन्स हुन्छ उहाँको हातमै छ र दाजुको च्यानलमा दुईवटा शब्द बोल्नु दिनुभयो मलाई थ्याङ्क यू सो मच दाइलाई यसरी हजुरले मोटिभेट गर्नु जानु अनि हाम्रो उठिआएका भाइ बहिनीहरूलाई जस्तो हुन्छ तपाईँबाट पोडकास्ट भन्नुहुन्छ यसलाई एउटा सानो इन्टरभ्यू भन्नुहुन्छ टु बी कन्टिन्यू गर्नुहोस् सब्सक्राइबर कति छ त्यसले म्याटर गर्दैन तपाईँको काम हेरेर म्याटर गर्छ राम्रो चाहिँ यसरी नै काम गर्दै जानु अरू आउने हाम्रो भाइ बहिनीहरूलाई हमेसा मोटिभेट गर्दै गर्नु हजुरको जे पनि छ वार्तालाप टु बी कन्टिन्यू गर्नुहोस् जस्तै तपाईँलाई दार्जिलिङबाट आउनुभयो हाम्रो आसाम बोर्डसँग है त बोर्डसँग तपाईँलाई कस्तो लाग्यो बर्डुमसा मलाई एकदम रमाइलो ठाउँ लाग्यो है मलाई आसाम एकदमै प्यारो लाग्छ किनभने म धेरैपल्ट आइसकेको छु आसाममै अनि बर्डुमसा चाहिँ मेरो फर्स्ट टाइम हो होइन अनि जतिजनाले पनि मलाई यति माया गरेर सपोर्ट गरेर यहाँसम्म बोलाउनु भयो एकदमै बर्डुमसावासीहरूपट्टि एकदमै आभार व्यक्त गर्न चाहन्छु अनि तपाईँ नेपालमा कुन चाहिँ ठाउँमा जानुभएको थियो तपाईँको नेपाल आइडल लिएर हजुर म चाहिँ भोइस अफ नेपाल सिजन 3मा गएको थिएँ अनि म नकाउटसम्म पुगेको थिएँ है मलाई त्यहाँ धेरै माया गरिदिनु भएको थियो सम्पूर्ण दर्शकहरूले अनि यहाँको तपाईँको जस्तो यहाँको खानपिन त्यहाँ अरूले जानुभयो होला हजुर अरुणाचल पहिला चाहिँ गएको थिएँ हजुर मैले जस्तो कि तपाईँ अस्ति आउनुभयो त अरुणाचल जानुभएको छैन हजुर गएको छैन त अरुणाचलमा गयो भने यहाँ बहुत सारा रेस्टुरेन्ट छ त्यहाँ गएर आउनु सक्नुहुन्छ घरभन्दा यहाँको जस्तो खानपिन अब दार्जिलिङको खानपिनमा कोही अन्तर छ या सेमै छ कतिवटा चाहिँ सिमिलर हुन्छ है अनि अथेन्टिक फुडहरू पनि यहाँ पाउँदो रहेछ जस्तै अब मलाई चाहिँ ब्याम्बो सुट हुन्छ नि पट्टि एकदमै मनपर्छ है अनि यहाँ एकदम त्यो पाउँछ है अनि बोइल्ड खाना जुन चाहिँ हुन्छ है त्यो एकदमै मिठो लाग्छ अनि अहिले यहाँ रिसेन्टली अब भर्खर हामी यहाँ पाउँछौँ यहाँ हरिदादाकोमा पसिना पनि भाउजूले मिठो खाना बनाएर खिलाउनुभयो सिमिलर हुन्छ टेस्ट बिकज हामी सबै गोर्खीहरू छौँ है के पाएँ भन्दाखेरि चाहिँ बरु हाम्रोतिर उता गुन्द्रुकहरू बेसी भेट्दैन अहिले त है तर यहाँतिर मैले हर घरमा गुन्द्रुक होइन हाम्रो टिपिकल अथेन्टिक फुड हो नि त हाम्रो अनि त्योहरू पाउँदैछ एकदमै मन पर्यो धेरै समय खाइन्छ त्यहाँ सब्जीमा कोही बेला त्यो गुन्द्रुक चाहिँ चलिहाल्छ बस पानी उमाल्नु छ खानुहुन्छ अनि त्यस्तै आजको साँझमा तपाईँले जुन चाहिँ रमाइलो ल्याउनु भएको छ आज हाम्रो बोल्नु मात्रै बोल्नु आउनुभएको छ हजुर सबै रेडी छ साँझ रमाइलो बनिवालै छ हजुर अब एकदम यहाँको आसामको जति पनि दर्शकहरू हुनुहुन्छ उहाँहरू एकदमै आफैमा रमाइलो गर्नुहुन्छ क्या अनि उहाँहरूले त्यो अडियन्समा त्यो एनर्जी भएपछि चाहिँ अटोमेटिकली त्यो चाहिँ त्यसलाई अन्त त्यो चाहिँ मजा लाग्छ क्या मलाई आसाममा चाहिँ आजको लागि थ्याङ्क यू